राप्रपालाई तोकेर भनौँ है, मलाई केही हप्तादेखि राप्रपा राष्ट्रवादी हो भन्ने कुरामा मलाई शङ्कै लागेर आएको छ है, ठुलो शङ्का लागेको छ मेरो मनभित्र है। किन भन्दाखेरि अहिले केही हप्तादेखि के भन्न आइरहेको छ भने प्रत्यक्ष निर्वाचित चाहिँ प्रधानमन्त्रीको व्यवस्था गरौँ। प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको कुरा त माओवादीले गर्छ, किनभने त्यो इन्डो वेस्ट एक्सिससँग सम्झौता गरेर नेपाल देश विरुद्ध प्रोक्सी वार लडाइ पार्टी होइन, त्यो छद्मयुद्ध गरे हो नेपाल देश विरुद्ध। त्यसलाई जेसकै भाडमै जाओस्, 3-4 वर्ष आउनेले जे पनि निर्णय गरिदिन सक्छ। एउटा इङ्ग्लिसमा चाहिँ एउटा मिलेनियम डायलग भन्ने छ क्या। मिलेनियम डायलग भनेको विष्णु शर्माको पञ्चतन्त्रको बाँस र पाठोको कथा जस्तै हो। तैँले चाहिँ जुठो नहालेको, तेरो बाजेले खोलाको पानी जुठो हाले जस्तो मिलेनियम डायलगमा जाने। म मिलेनियम डायलगको उदाहरण तपाईँलाई दिउँ। जस्तो हामीले 1816 को सोहोरी सन्धिमा सही गऱ्यौँ, तर त्यसमा त्यो बेलाको भाषामा भने भूपति, यो जमिनको अधिपति राजाले त्यसमा सही गरेको छ। मेरो 1/3 भूभाग दिन्छु भन्नलाई तपाईँले चन्द्रशेखर दाहालले सही गरेको छ हो। चन्द्रशेखर दाहाललाई पावर डेलिगेट गरेर कागज तपाईँसँग छ, वारिस पत्र दिएको, वारिसमा नियुक्त गरेको छ, अख्तियारी पत्र दिएको कागज छ छैन। हामीले विश्वासै पठाएको थियो, दरबारले जाऊ भनेर भन्यो, गयो गजराज मिश्र र उनी गए। गजराज मिश्र बिरामी भए बाहना गरेर डेरामा बसे, उनी गएर सही गरिदिए भनेर सुने हो होइन। अनि मैले त सुनेको पुरानो मान्छे एउटा के अनुश्रुति भएर आउँछ नि, बाबुपछि बाजे बाजेपछि बाजे हुँदै आउँछ नि, सुने होइन, श्रुति परम्परामा आउँछ नि। मैले त के सुनेको छु भने त्यो सही गर्दाखेरि ब्राडशाह मेचमा बस्यो, टेबल अगाडि राख्यो र सन्धि पत्रको कागज चाहिँ फैलायो र चन्द्रशेखरलाई अगाडि मेचमा बस पनि नभनिकन मेच पनि नराखिदिकन उभ्याए इन्सल्ट गरेर पठाइदियो है, पठाइदियो। हामीले हाम्रो 1/3 भूभाग घुम्दाखेरि उतापट्टिको अफिसरले जे हुन्छ हामीले त्यो कुरा सही गरेर मान्नु परेको छ है, पाठो भएर मान्नु परेको छ हामीले। 1950 को सन्धि भयो, राजाले पन्जापत्र मोहन शमशेरलाई दिएको थियो, पक्कै कुरा हो, अख्तियारी दिएको थियो होइन। उतापट्टि पनि सिपिएन सिंहलाई प्रिपोटेन्सियरी बनाएको थियो होला होइन, बनाएको त राजदूतको हैसियत त्यो थियो होला। अहिले पनि मलाई त्यस्तै लाग्छ राजदूतहरूको हैसियत उनीहरूको भने, तर प्रोटोकल त मिलेको छैन, अपमानजनक छ र हामीले मान्नु परेको छ, किन ऊ बलियो छ है। बलियो भएपछि के हुन्छ, यसको सहसचिव हाम्रो चाहिँ श्रुति हो, बलियो भएपछि के हुन्छ, जे पनि हुन्छ। अनि गलत अनधिकृत मान्छेले ओके गर्दाखेरि पनि देशै सिद्ध्याउने निर्णय गरिदियो भने हस्, 3-4 वर्ष पाल्ने मान्छेले 2-4 पैसा भइहाल्छ, के हुन्छ त्यसो के छ। यहाँ अमेरिका साउथ अमेरिकाको अहिले साउथमा 3टा स्टेट छ, एरिजोना, टेक्सास र न्यू मेक्सिको। त्यो अमेरिकाको भूभाग थिएन है। 81 बिहान मेक्सिको सरकार बिउजिँदाखेरि के थाहा भयो भने राति 12 बजे पुलिसको चिफले $1 करोड त्यो भाग बेचिसक्यो र भागेर रोम भागिसक्यो भन्ने थाहा भयो। अब के गर्ने, फिर्ता गर भन्दा फिर्ता गर्दैन, लडाइँको मोर्चा खोल्ने, लडाइँ लड्यो। त्यो हिडाल्गो ब्याटल अफ हिडाल्गो भन्छ, 1848 को हो। त्यसमा लड्दाखेरि मेक्सिको हार्यो। न्यू मेक्सिको क्यापिटलसम्म अमेरिकनहरू पुगे है। पुग्दाखेरि आखिर अलिकति जमिन अझै छोड्नु पर्यो, अलिकति पैसा लिनु पर्यो, त्यसलाई वैध बनाउनु पर्यो। वैध बनाउँदाखेरि मेक्सिको 55% जमिन गुम्यो है। आज नेभादाको पार्ट त्यसैमा छ, क्यालिफोर्नियाको पार्ट त्यसैमा छ, त्यसरी गुम्यो है। एक दिन हामी बलियो भएपछि ट्यान्जिबल र इन्ट्यान्जिबल दुवै हाम्रा चाहिँ खम्बाहरू बलियो भएर देश टेक्न नसक्ने भएपछि त्यो अवस्था पनि आउला। राजनीतिमा हुँदैन भन्ने छैन, तर बेला कहिले आउँछ भन्ने कुरा हो। बेलाको बारेमा म विलियम गोपालवाको एउटा उदाहरण दिन्छु। श्रीलङ्काको प्रधानमन्त्री गोपालवाले चाहिँ दिल्लीमा आउँदाखेरि नेहरूले भने तिमीहरूले किन एलिजाबेथ सेकेन्डलाई चाहिँ तिमीहरू राष्ट्राध्यक्ष राखिरहे हो, तिमी राष्ट्रपति भइहाल्छ नि भनेर भन्दाखेरि उसले के भने बेला आएको छैन, बेला आएपछि गरौँला भनेको थियो। बेला आयो, कति बेला आयो भन्दाखेरि जब नेहरू बिते। राप्रपाले यो प्रस्ताव जब गर्छ नि बेला मलाई अब चाहिँ राष्ट्रपति राख्नु छोड्यो।